हेलो हेलो सम्पूर्णलाई नमस्कार। तपाईँहरूलाई पहिले यो किचनमा आगो लागि हुँदा सिलिन्डरमा कसरी आगो लागि हुन्छ, त्यसलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा चाहिँ तपाईँलाई मैले आज एउटा डेमोमा देखाएर चाहिँ प्रस्तुत गर्न लागिरहेको छु। सर्वप्रथम हामीले यो ग्यासको बारेमा बुझ्नुपर्छ। हामी कुनै ठाउँबाट हामीले ग्यास लियो भनेपछि त्यो पहिला ग्यास आफूले चेक गर्नुपर्छ। पहिला ग्यास ठिक छ कि छैन, ग्यास एक्सपायरी भएको छ कि, त्यसको पहिला आफूले चाहिँ डेट हेर्नुपर्छ। डेट हेर्न के हुन्छ भने यो सिलिन्डरमा चाहिँ यो तीनवटा यो भागमा चाहिँ एउटा क्यापिटल अक्षरको एउटा अङ्क हुन्छ, त्यसपछि त्यो पछाडि चाहिँ डेट अङ्कमा चाहिँ हुन्छ। त्यसमा चाहिँ चारवटा क्याटेगोरी छुट्याएको हुन्छ, ए बी सी र डी। एमा चाहिँ जनवरी फेब्रुअरी मार्च, बीमा अप्रिल मे जुन, अनि सीमा जुलाई अगस्त सेप्टेम्बर, अनि डीमा अक्टोबर नोभेम्बर डिसेम्बर। चारवटा क्याटेगोरीमा छुट्याएको हुन्छ र त्यो भएपछि हामीले चाहिँ ग्यास एक्सपायरी भएको छ कि छैन त्यो पनि हामीले चाहिँ चेक गर्नुपर्छ। सर्वप्रथम तपाईँलाई मैले यहीँ तपाईँहरूको अगाडि एउटा ग्यास छ, त्यसको चाहिँ डेट कति छ र कुन महिनासम्म चाहिँ चल्छ भनेर चाहिँ त्यो मैले बताउन चाहेँ। यहाँ D29 लेखेछ, 2029। डी भनेपछि मैले कुन कुन क्याटेगोरी भने तपाईँहरूलाई हो अक्टोबर नोभेम्बर डिसेम्बर भने 2029 अक्टोबर नोभेम्बर डिसेम्बरसम्म चाहिँ यो ग्यासले चाहिँ त्यो एक्सपायरी हुँदैन, त्यतिखेरसम्म चाहिँ काम गर्छ। काम त त्यो एक्सपायरी भने अलिअलि त बल्छ, तर के हुन्छ भनेपछि रिस्क बढी हुन्छ। त्यो भएर चाहिँ हामीले चाहिँ ग्यास सम्बन्धित ठाउँबाट आफूले ल्याउँदाखेरि चेक गरेर चाहिँ लिनुपर्छ। अब तपाईँहरूलाई मैले चाहिँ आगो लागि भान्सामा चाहिँ कसरी आगो लाग्छ, आगो के कारणले लाग्छ त्यसको बारेमा थोरै, आगो कसरी लाग्छ त्यसको बारेमा म भन्न गएँ। आगो भन्ने बित्तिकै हामीले चाहिँ फ्युल, अक्सिजन र तापको मध्य रासायनिक प्रतिक्रिया भई उत्पन्न हुने शक्तिलाई नै आगो भनिन्छ। यी तीन चिजहरू एक आपसमा रासायनिक प्रतिक्रिया भएपछि मात्र आगो लाग्छ। यी तीन चिजहरूमा हामीले कुनै एउटा चिज मात्र निकाल्न सक्यो भने चाहिँ आगो लाग्दैन। बाँकीमा तपाईँलाई चाहिँ सिलिन्डरबाट चाहिँ हाम्रो चाहिँ यो चारवटा विधि छ। अहिले तपाईँलाई पहिला म रेगुलेटरबाट चाहिँ आगो कसरी लगाइहाल्यो भने, किचनमा आगो लागि भइहाल्यो भने चाहिँ कसरी नियन्त्रण गर्ने, अनि पाइपबाट आगो लगाइसकेछ सिलिन्डरको हाम्रो त्यो पाइपसँग जुन आउँछ नि त्यो ग्यास चुलो भनौँ, चुलोमा आगो लाग्यो भने चाहिँ कसरी नियन्त्रण गर्ने। त्यसपछि हाम्रो एउटा फायर ब्ल्याङ्केट हुन्छ। अब सबै ठाउँमा त्यो सम्भव नहुन पनि सक्छ। त्यो भयो भने हामीले कम्बलहरू त्यसलाई चाहिँ पानीमा भिजाएर त्यसबाट कसरी नियन्त्रण गर्न सकिन्छ त्यसको बारेमा पनि तपाईँलाई म डेमो देखाउँछु। अब म डेमोमै गएँ। म अब यत्तिकै बोलेँ है। अहिले चाहिँ पाइपमा आगो लाग्यो भने चाहिँ त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्योबाट चाहिँ म भन्छु। अलि टाढो भयो सेतो सर्न देख्ने हो, सेतो सर्न देख्ने हुनु, सेतो जस्तो लाग्नु चाहिँ त सेतो देख्ने हुन त पुरै खोल्छ। पुरै खोल्नु भयो कि ग्यास गइरहेछ हैन, आगो लागिरहेछ। यो चुलोमा आगो लागिहाल्यो भने चाहिँ हामीले चाहिँ अब यसलाई कसरी नियन्त्रण गर्ने। पहिला आफू चाहिँ डराउनु भएन। आगो लागिरहेछ भने चाहिँ त्यसलाई चाहिँ आफ्नो चाहिँ एउटा औँला लिने, त्यो औँला यो जुन यो आगो नजिकैबाट लाग्दैन, पाइपभन्दा थोरै अगाडिपट्टि गएपछि मात्र आगो चाहिँ गएको छ। आफू डराउनु भएन। त्यो अवस्थामा चाहिँ आफूले यो औँला चाहिँ यो उसमा लगेर दाब्ने, आगो निको आउँछ भने डराउनु होइन। आफू चाहिँ आत्तिनु भएन। किचनमा आगो लागिसकेपछि चाहिँ हाम्रो बानी के छ भन्दा शीतलतिर तान्नु पर्यो। यसो नगर्नु, मैले सिक्न पर्यो। मलाई आगो लागेछ। फेरि अर्को विधि पनि छ तपाईलाई चाहिँ कसरी यसलाई नियन्त्रण गर्ने भने चाहिँ म फेरि देखाएँ। नै हामी डाइरेक्ट हेर्नु। यो छ, यो भयो। पाइपभन्दा थोरै तलपट्टि चाहिँ आफूले के गर्ने, यो निचार चाहिँ मोडेपछि चाहिँ यहाँ सबै भएन। त्यसपछि चाहिँ अब त्यो पनि नियन्त्रण भयो। सबै क्लियर हुनुभयो नि।
भाँचेर अनि त्यसमा चाहिँ आगो औँलाले चाहिँ त्यो अक्सिजन सप्लाई हुन नदिएपछि आगो नियन्त्रण भयो। अब तपाईँलाई फेरि म यो रेगुलेटर उसबाट गराएँ। यो पनि त्यो रेगुलेटरलाई नि थुन्दैन। अब पाइप छैन, आगो चाहिँ ग्यास नजिकै रेगुलेटरमा लाग्यो। त्यस्तो अवस्थामा चाहिँ के गर्ने? चुलोमा हुन्छ पाइप अनि लागि पर के गर्ने? यो अवस्थामा पनि हामीले जुन पाइपमा उतापट्टि अफ गर्ने कि रेगुलेटर अफ गर्ने ग्यास नजिकै छ पाइप हाल त्यस्तो बन्द त्यसमा चाहिँ आफू चाहिँ पहिला चाहिँ डराउनु भएन। छुट्न पनि गाह्रो हुन्छ त्यो पुरै टाइट हुन्छ नि त नटहरू। आगो लाग्यो, आत्तिनु भएन। आगो हेर्नु कति अघिबाट लागेको छ। त्यसभन्दा आफू चाहिँ अगाडि आउनु भएन, पछाडि आउने। पछाडि आएर पछि उसलाई त्यही गर्ने। सेम अघि पाइपमा जुन गरियो त्यही गएपछि यो ढाप्ने गयो लाइन। आफू चाहिँ सबैभन्दा पहिला डराउनु भएन। अब तपाईँलाई मैले चाहिँ बाल्टीबाट ढाकेर पनि यसलाई चाहिँ यसभित्र हामीले एउटा चिज जान चाहिँ दिनु भने अक्सिजनभित्र गएन भने आगो चाहिँ लाग्दैन। कुनै 3 चिजमध्ये एक चिज चाहिँ हामीले चाहिँ रोक्यो भने चाहिँ आगो चाहिँ लाग्दैन भने चाहिँ त्यही र म तपाईँलाई चाहिँ बाल्टीबाट चाहिँ कसरी नियन्त्रण गर्ने त त्यो सिकाउँछु। यो भयो तर आफूले बाल्टी दिने। बाल्टी आफू चाहिँ अगाडिबाट चाहिँ भएन, अगाडि आगो लागिरहेको छ, आफू चाहिँ पछाडिबाट आउने। यो बाल्टीलाई चाहिँ